नमस्कार साथीहरू, यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला म काभ्रेस्थली सोनाली फार्ममा आइपुगेको छु। यहाँनेरि आउँदाखेरि यहाँनेरि कुखुरा सोनाली कुखुरा कसरी पालिन्छ र सोनाली कुखुरा कसरी हुर्काउने भन्ने विषयमा आज म तपाईहरुसँग कुराकानी गर्न गइरहेको छु। सोनाली कुखुरा पाल्नलाई यसरी टाँड बनाउन पनि पर्ने रहेछ। सोनाली कुखुरालाई सबैभन्दा पहिले यसरी टाँड बनाएपछि कुखुरा गएर टाँडमा बस्ने र तल बस्दा फोहोर नहुने, हिलो नहुने भएको कारणले गर्दा यो कुखुरालाई यो यस्तो टाँड चाहिँ एकदमै उपयोगी हुने रहेछ। र यसैगरी यो सोनाली कुखुरा यसरी म यहाँ आएर तपाईलाई देखाइरहेको छु र देखाउने क्रममा छु। यहाँनेरि यो कुखुरा कसरी पाल्नुपर्छ, कसरी यसलाई दाना खुवाउने, कसरी स्याहार गर्ने भन्ने विषयमा र यिनीहरूलाई कुन रोग लाग्छ र यिनीहरूलाई रोग लाग्दा कुन औषधि खुवाउने भन्ने विषयमा पनि म आज तपाईहरुसँग कुराकानी गर्न गइरहेको छु। यो कुखुरालाई सबैभन्दा बढी रोग लाग्दैन। सबैभन्दा पहिला कुरो यो लोकल कुखुरालाई त्यति धेरै रोग नलाग्ने रहेछ। रोग लागिहाल्यो भने पनि यिनीहरूले सेतो हग्ने, दिशा सेतो गर्ने, त्यो भइसकेपछि यिनीहरूलाई तुरुन्तै औषधि ल्याएर खुवाइसकेपछि छिट्टो पनि रोग निको हुने र त्यति धेरै नमर्ने प्रजातिमा पर्दो रहेछ यो सोनाली कुखुरा। त्यसैगरी यो सोनाली कुखुरालाई तपाईको टाँडमा बस्न रुचाउने, यसलाई धेरै यो भुस पनि नचाहिने र अब यो कुखुरा वेट पनि समथिङ 2 किलोसम्म हुने रहेछ। यो यहाँ त यो नयाँ खोरमा भर्खर हालेको कुखुरा यहाँ चाहिँ खासै भर्खर यो कुखुरा आज 1 महिनाको चल्ला भनेर यहाँको कुखुरा पाल्दै गर्नुभएको किसान साथीले मलाई भनिरहनु भएको छ। यो 1 महिनाको कुखुरा हो। 1 महिनामा यो कुखुरा चाहिँ यत्रो भएको छ र यो कुखुरा एकदम दाना पनि यसलाई चाहिँ एकदम थोरै खाने रहेछ। यसले दाना त्यति धेरै दाना पनि नखाँदो रहेछ र यो कुखुरा पाल्न चाहिँ एकदमै किसान साथीहरूलाई यो भिडियो हेर्नै पर्ने जरुरी भिडियो बनाएर लिएर आउँदैछु म आज। यो कुखुरा एकदमै 4 महिनामा यो लोकल सोनाली जातको कुखुराले 4 महिनामा अन्डा पार्ने रहेछ। 4 महिनामा अन्डा पारिसकेपछि समथिङ 16-17 महिना 18 महिनासम्म कन्टिन्यू अन्डा पार्ने। यसको अन्डा पनि राम्रो व्यापार हुने, लोकल अन्डा राम्रो व्यापार हुने भएकोले यो अन्डा चाहिँ एकदमै बजारमा यसको अन्डा सोनालीको अन्डा चाहिँ पुर्याउनै सकेको छैन भनेर म धेरै ठाउँमा फर्महरुमा पनि गएँ। त्यहाँका किसान साथीहरूले मलाई त्यो कुराहरू पनि बताइरहनु भएको छ। र यो कुखुरा पाल्दाखेरि ध्यान दिन पर्ने कुराहरू के रहेछ भन्दाखेरि यसलाई विशेष गरी सबैभन्दा पहिला यो टाँड बनाउने। कुखुरा 1 महिनाको हुने बित्तिकै यो टाँड बनाइदिनु पर्ने। यो टाँड बनाइसकेपछि तपाईको के हुन्छ भने कुखुरा त्यहाँ गएर बस्छ। यो कुखुरा फेरि अति सुगरी जातको कुखुरा रहेछ। यसलाई फोहोर म बस्न नरुचाउने प्रजातिमा पर्दो रहेछ यो सोनाली कुखुरा। यसलाई चाहिँ सफा सुग्घरको लागि टक्क यो टाँडमा गएर यता टाँडमा बसेपछि यो कुखुराले माथिबाट दिशा गर्छ, तल दिशा हुन्छ, माथि कुखुरा आनन्दसँग बस्ने भएकोले यो कुखुरालाई चाहिँ पाल्न निकै नै सजिलो हुने रहेछ। यस्तै भिडियो हेर्नको लागि कुखुरा बाख्रा कसरी पाल्ने भनेर कृषि कुराहरू जान्नको लागि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला र हाम्रो च्यानलमा आउनु होला र यस्तै भिडियो हामीले सदाबार हजुरहरूको लागि लिएर आउनेछौँ। आज चाहिँ यो फर्मको साउजी नभेटेको कारणले म यो वास्तवमा यो फर्मको साउजीसँगै कुरा गर्न भनेर आएको थिएँ। यो फर्मको साउजी नभेटेपछि मैले आज तपाईहरुलाई मैले जानेका कुराहरू चाहिँ यो कुखुराको बारेमा भनेर चाहिँ देखाइरहेको छु र हालिरहेको छु। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला। लोकल कुखुरा कसरी पाल्ने भनेर तपाईलाई थाहा हुनै पर्ने छ। हस् त, धन्यवाद।